अझै पनि मेरो पार्टी मेरो त बुवा हजुरबादेखि पालामा यही पार्टीमा लागेका भनेर अझ पनि पार्टीको पछि लाग्नु भयो भने त्यो जस्तो बेकुफ काम केही होइन। किनभने यी बाहरूलाई हामीले धेरै चान्स दिइसकेका छौँ क्या, होइन कि आज गर्लान्, भोलि गर्लान्, पर्सि गर्लान् भन्दै यतिका दिन बितिसक्यो क्या। अब एकचोटि युवाहरूलाई पनि चान्स दिउँ। अब तपाईँहरूकै हजुरबाहरूलाई जिताएर के पायौँ? अस्ति त्यत्रो 25-26जना ड्याङ गोली हान्नु लगाए। अब कति त घाइते छन्, त्यही पनि उनीहरूको चुरीफुरी अझै हटेको छैन। यो गगन आए पनि त्यही हो, त्यही पार्टीको हो, महेश आए पनि त्यही हो, प्रचण्डको अर्को पछिको आए पनि केही हुने भएको छ। त्यस कारणले एउटा कुरो के बुझ्नुहोस् भने तपाईँको छोरीहरू मरेका छैनन् होला, छुट्टै कुरो। भोलि त्यो ठाउँमा तपाईँको छोराछोरी पनि आउने दिन पक्कै आउँछ। यिनीहरूको पछि जुन लाग्नुभयो भने जिन्दगी तपाईँहरूको यिनीहरूको पछि लागेरै जान्छ। होलान् 100जनामा 10जना राम्रो गरेको होला, 90जनाको त यिनीहरूले त गर्नु गरेको छ नि त। त्यही भएर मेरो पार्टी मेरो यो भनेर नलाग्नुहोस्। वान चान्स, एक चान्स हेरौँ, एक चान्स स्वतन्त्रलाई दिउँ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकचोटि दिउँ। यो चान्स पनि भएन भने यिनीहरूबाट पनि भएन भने सिधै रात हुन्छ। बरु यिनीहरूलाई पाल्नु साटो एउटा राजा पालौँ, त्यही ठिक हुन्छ।